पनि कति राम्रो त्यो हेर त आइसक्रिम पग्लेर आयो भिडियो गराउनु एउटा यस्तो यो मैले बनाएको राइस दामी छ है यो अमेरिकानो राइस अमेरिकानो तपाईँ कहाँ टमाटर आऊ फर्स्ट नखाने कसैले नखाने हो यो कपीहरू हटाऊ साइडबाट कपीहरू हटाऊ त्यस्तो गर्नु हुँदैन नि यार काम गर्छ कि पाप लाग्छ तर खिच्यो ल सबजना उता बस्छ त ग्रुप फोटो खिचिदिन्छु ए फोटो खिच्यो अलिकति भयो लेमन जुस अब स्प्राइट एउटामा तपाईँले सुगर हालिदिनुहोस् त एउटामा सुगर हाल्नुहोस् थोरै मात्रामा सुगर कहाँ छ थोरै हाल्नुहोस् त 20-30 यस्तै हाल्नुहोस् ल अब त्यसमा सुगर छ यसमा हाम्रो ब्लू डायमन्ड हुन्छ यो चाहिँ ब्लू लगन हुन्छ ठिक छ ल यो हाल्नुहोस् यता यता अप टु रिमसम्म निकालिदिनुहोस् ब्ल्याक सल्ट हालेकै रहेनछ नि है तिमीहरूले छैन एकछिन ल ब्ल्याक सल्ट हालेको छैन अनि लेमन त्यो ब्लू त लास्ट टाइम हाल्छ तिमीहरूको यसलाई नि सेक गर्न मिल्छ ल सेम अघिको जस्तै पिज्जा स्टी बनाएको थियौ नि तिमीहरूले हो क्या त्यसरी नै कस्तो नआउने रहेछ ल भयो यसमा पनि भयो यसमा पनि भयो यसमा पानी हालिदिनुहोस् यो स्प्राइटले भरिदिनु न हजुर अब यसलाई पानीले पानी ल यसलाई छर्किदिनुहोस् तिमीहरू यहाँ हेर ल तल छर्किदिनुहोस् सर छर्किदिनुहोस् कुन चाहिँ पानी हो कुन चाहिँ स्प्राइट हालेछ तिमीहरूलाई छुट्याउन सक्नुपर्छ है देखेर त सक्यो क्लासहरू याद गर यतिकै थाहा भइरहेछ त्यो हेर्नु ल ब्लू लोगन ब्लू डायमन्ड यसलाई चाहिँ ब्लू एन्जल पनि भन्छ है ब्लू यसलाई ब्लू एन्जल ठाउँ अनुसारले राखेको हुन्छ क्या गार्निस साइडमा बेच्छु त यस्तै अड्काउने नि तपाईँलाई त अर्कोमा नि काटेछ त भनेको लेमन स्लाइसहरू हाल्ने ठिक छ तपाईँको डाइस कटमा हाल्दा नि भयो स्लाइसमा हाल्दा नि भयो जेमा हाल्दा नि हुन्छ स्प्राइट चाहिँ ब्लू डाइनमा जहिले पनि जान्छ तर ब्लू लगनमा कोल्ड वाटर जान्छ तपाईँको स्प्राइटको ठाउँमा ठिक छ अब हेर्नुहोस् त सेम छ ब्लू सेरप भनेको त्यहाँ ब्लू सेरप झिक्नुहोस् त त्यहाँ यता यता छेउमा रहेछ केटा यहाँ छेउमै यो भएन भनेपछि तपाईँको ब्लू डायमन्ड हुँदैन नाम अनुसारले तपाईँको सामानहरू पनि हाल्नुपर्ने हुन्छ यता हेर्नुहोस् त स्प्राइट भनेको छ 200 ml तर यसमा कोल्ड वाटर के भनेको छ त 200 ml यसमा स्प्राइट जान्छ यसमा पानी गयो बाँकी रिमेनिङ सेम छ ल दुईवटा त्यहाँ ग्लास झिकिदिनुहोस् त उहाँलाई यो चाहिँ एकदम धेरै अर्डर आउँछ ल केटाहरूले खाने जस्तो लेडिजहरू ल अब आइस क्युब हालिदिनु ल यहाँ चाहिँ आइस क्युब एकजनाले खिच ग्रुपमा सेयरिङ गर तपाईँलाई म अहिले एकछिन एड गरिदिन्छु दुईटैमा हाल्ने उस्तै हाल्ने ल सेम के बनाउँदा ब्लू डायमन्ड ब्लू डायमन्ड र ब्लू के अरे
सुमन लाज के भएको चाहिँ मलाई त रिस मात्र देखाइकिन हो अब राम्रो सोधे हो खै त्यत्रो मैले अहिलेसम्म के भुगेको छ त कहाँ थियो ध्यान भुग्नु जेलसम्म त्यही नबुझेर हो कि भयो ल लेमन जुस हालिदिनुहोस् 30 ml हाल्नुहोस् बुट्टेमा 30 हाल्नुहोस् त बार्टेन्डरले सिकाउनु पर्ने हो तर मैले सिकाएर चाहिँ ठिक छ ब्लू डायमन्डमा कतिवटा आइस क्युब गयो त्यहाँ छैन आइस क्युब 4 to 6 पिस हाल्ने लेमन जुस 30 ml हाल्नु पर्यो ब्ल्याक सल्ट चाहिँ एनी हाउ हाल्नै पर्छ ब्ल्याक सल्ट हालेन भने तपाईँको ब्लू डायमन्ड बन्दैन एकछिन एकछिनले कपीमा चाहिँ सेपरेटबाट गर्दा माथि माथि नै हाल माथि नहाल्ने सेन्टर तल डाउन हुन थियो हाउडे बिच्चामा किन बोल्यो होला है सुमन मुक्का ल भयो आइस मुक्का ल यो हालिदिनु आइस क्युब 4-5वटा पिस हालिदिनु कतिको चिसो खानुहुन्छ तिमीहरूलाई पन्नै हाल्दैन चिसो खाने मान्छेहरू गफ गर्छ लास्टमा हामी ब्लू डायमन्ड गर्छौँ ल ब्लू डायमन्ड 4-5 वटा कोल्ड वाटर कोल्ड ल माथिसम्म हाल्नुहोस् त अलिकति ग्याप राख्नु ल यसको लागि तपाईँहरूले चाहिँ ठुलो ग्लासमा गर्नुपर्छ है हजुर थोरै ल अब उतै एस्प्रेसो बनाइदिनु एस्प्रेसो बनाइदिनु हाल न हाल भएको छ भने सबै हालिदेऊ ठिक छ यता हेर्नुहोस् त तल यो अहिले के छ त चक्लेट सस छ चक्लेट सस चाहिँ आइस मक्का भयो क्यारामेल भयो भने आइस क्यारामेल लाते भयो हनी छ भने आइस हनी लाते आइस क्युब हालेपछि आइस चाहिँ जोडिदिनुपर्छ क्या तिमीहरूले नत्र भने हट भनेर बुझिन्छ फेरि ल रेडी भइसक्यो आइस मोक ल कसले भन्दा तपाईँले बनाएन दुईवटा अहिले एक के हो बुझेन आइस मोका के आइस मोका आइस मोका भयो आइस मोका के हो त्यो दुईवटा बनाउनु राखेन नि त